यो पुलको आफ्नै खालको कहानी छ। 2078 सालमा बाढी आयो। बाढी आउँदाखेरि याङ्री क्षेत्रमा एउटा आवत जवत गर्न निकै कठिन भएको हुनाले त्यहाँको याङ्रीको पुलको मर्मत गर्नुपर्ने गाउँपालिकाले आवश्यकता भएर यहाँ यो कालढुङ्गा सोलेको झोलङ्गे पुलको लट्ठा लिएर हामीले माथि निर्माण गरेर नागरिकको सेवा गरेका छौँ। भनेपछि त्यो बिचमा यहाँको नागरिकहरूले दुईवटा वडा बिच जोडिने यो महत्त्वपूर्ण स्थल उहाँले यो कालढुङ्गाको यो पुल कहिले निर्माण हुन्छ अध्यक्षज्यू भनेर पटक पटक भनिरहेको अवस्थाहरू थियो। तर धेरै मेहनत धरेतको फल मिठो हुन्छ भने जस्तो आज हामी झन्डै 12औं झोलङ्गे पुलमा हामी उद्घाटन गर्दैछौँ। अझै 4-5 वटा झोलङ्गे पुल निर्माणाधीन अवस्थामै छ। ले चाहिँ बर्खा चाडबाड दसैँमा आउँदाखेरि पनि आउने क्रममा पनि खोलाको बाढी आउने र कतिजना चेलीहरू चाहिँ रातभरि खोलो नतर्न सकेर यो खोलाकै बास बस्नुपर्ने अवस्था पनि भएको र पारीबाट वारी आउनेको पनि क्रम त्यही नै भएको। त्यो अवस्थालाई चाहिँ हामीले आजको दिनबाट हामीले चिराफार गऱ्यौँ। हामी सफल भयौँ र यो चाहिँ काँजुरी संस्था मार्फतबाट चाहिँ हामीले 3 नम्बर वडा भत्ताङको हाम्रो निमा छिरिङ मार्फतबाट चाहिँ यो संस्थाको चाहिँ कोर्डिनेट भएर चाहिँ आएर चाहिँ उहाँले यो तपाईँको आवश्यक कुन ठाउँमा छ त्यो आवश्यक पर्ने ठाउँलाई पहिला महसुस गरेर काम अगाडि बढाउन भनेर चाहिँ हाम्रो निमा छिरिङ तामाङले चाहिँ मलाई प्रस्ताव राख्नुभयो, गाउँपालिकामा प्रस्ताव राख्नुभयो। त्यही अनुसारले चाहिँ यो कार्यक्रम आज सफल भयो। यो कार्यक्रम भनेको यो भोटे नामलाङबाट लाङ्गर्जी जोड्ने थुप्रै ठाउँहरू छ। यो अलि हाम्रो तामाङ बस्तीभन्दा अलि मुनि गुरुङ गाउँ र यो छेत्री बस्तीबाट वारपार गर्ने भोटे नामलाङ र लाङ्गर्जी जाने आतेजाते गर्नलाई सजिलो हुने एकदमै राम्रो भएको छ। त्यो सँगसँगै अब यस्तै चाहिँ अब भोटे नामलाङ र लप्सी जोड्ने अर्को 2टा झोलङ्गे पुल को प्रयास गरेको छ। हिजो भर्खरै हामीले सर्वे पनि गरेको छ। त्यो सँगसँगै त्यो बनिसकेपछि चाहिँ अति राम्रो हुन्छ। यतापट्टि 6 नम्बर वडा र 7 नम्बर वडा जोड्नेमा पनि 3टा झोलङ्गे पुल छ। त्योले गर्दाखेरि हाम्रो वारिपारी जाने समस्याहरूको समाधान एकदमै सहज राम्रो भएको छ। यो पुल मेलम्ची सशस्त्र प्रहरी बलमा कार्यरत आदरणीय परशुराम लामिछाने सर 5 पोखरीको तीर्थयात्रा गर्न आउने क्रममा जब आदरणीय गाउँपालिका अध्यक्षज्यूको सम्मानमा चाहिँ मसँग उहाँले भेट गराइदिनु भयो र संयोगवश उहाँ र मेरो भेट भए पश्चात 5 पोखरीबाट उहाँ चाहिँ फर्किने क्रममा एउटा चाहिँ उहाँले 5 पोखरीमा मान्छे आउँदाखेरि चाहिँ अलिकति पुलतिर गाह्रो गरी हिँड्ने क्रम चाहिँ उहाँले देख्नु भएपछि अध्यक्षज्यू म तपाईँसँग एउटा सल्लाह गर्न चाहन्छु भन्ने कुरा उहाँले गर्नुभएको थियो र तत्पश्चात उहाँले चाहिँ अहिले तत्कालै त्यो यसलाई ओके नगरौँ तर म मेरो तर्फबाट सक्ने पहल म कदमी गर्छु भन्ने कुरा उहाँले वचनबद्धता गर्नुभएको थियो र यो पुल विशेष गरी यसको श्रेय म आदरणीय परशुराम सरले दिन चाहन्छु। उहाँले कादुरी संस्थासँग उहाँले चाहिँ यो पुलको समन्वय गर्नुभएको छ र सिन्धुपाल्चोकमै सबैभन्दा पहिलो यो डिजाइनको हिसाबले एकदमै पृथक जति पनि हामीले गाउँपालिकामा बनाएका पुलहरू छौँ झोलङ्गे पुलहरू त्यो पुलहरू भन्दा यो चाहिँ अलिकति प्राविधिक डिजाइनको हिसाबले एकदमै पृथक एकदमै राम्रो देख्यौँ हामीले।